साह्रै घाम लागेर चाहिँ अब पैसा माथि बसेर गफ लडाउँ है, केही छ। मान्छेले भात खाएर मुख चुट्छ अनि मात्रै गफ चुट्छ। म चाहिँ अब पैसा माथि बसेर गफ चुट्नु पर्यो। गफ चाहिँ के छ भन्दाखेरि हाम्रो सुसन बुलाई नमस्कार छ। उहाँले एउटा कमेन्ट गर्नुभएको रहेछ, क्वेसन्स गर्नुभएको रहेछ कमेन्ट्समै। भाइ यो जियो कोइन्सले 5 किलो जस्तो पैसा साट्नु पाइन्छ 500 को नोट भन्नुभएको रहेछ। अवश्य बुबु समयमा हुनसक्छ, किन भन्दाखेरि आजको दिनमा मान्छेले इन्भेस्टमेन्ट गर्छ हो, त्यहाँदेखि ट्रेडिङ गर्छ, आज रियल इस्टेटमा पैसा लगाउँछ। त्यही भएर गाउँमा आज पैसा छैन। पहिला त गाउँमा थियो के थियो भन्दाखेरि कुच्चो बेच्यो गाउँमै पैसा, अदुवा बेच्यो गाउँमै पैसा, अलैँची बेच्यो गाउँमै पैसा, नोकरी गर्नेले गाउँमै पैसा हाल्थ्यो। अहिले त के भएको छ भन्दाखेरि अब नोकरी गर्यो भन्ने नोकरी गर्नेले पनि ब्याङ्कमै मात्रै राख्छ पैसा, गाउँमा ल्याउँदैन। अलिकति ठुल्ठुलो नोकरीदार हुनेले रियल इस्टेटमा बारी किन्छ, लाख करोडको बारी किन्छ, अनि त्यो बाँझो राख्छ, अनि गाउँमा पैसा छैन। अनि त्यहाँदेखि अब इन्भेस्टमेन्ट गर्छ, ट्रेडिङ गर्छ तपाईँहरू अहिले ठुल्ठुलो मान्छेहरूले पैसा भएकोले। अनि त्यो गर्दाखेरि अब कोइन्स हुन्छ, अब तपाईँको क्रिप्टो करेन्सीमा पैसा हालिरहेको हुन्छ 10 वर्ष 12 वर्षको लागि, एसआइपी गरिरहेको हुन्छ हो। अनि गाउँमा पैसा छैन आजको दिनमा, अनि गाउँले पनि त्यस्तै भइरहेछ। अलिअलि नोकरी गर्नेहरूले फेरि तपाईँहरूलाई यादै भएको कुरो, गाउँमा अलिकति स्यालेरी आयो भने एकाउन्टमा ठ्वाक्कै पस्छ, एकाउन्टबाट तपाईँले गेममा पैसा हाल्छ, फेरि त्यो के अरे अहिलेको त त्यो टर्र टर्र घुम्नेहरू खेल्छ, अनि लाखौँ लाखौँ मान्छे डुबिराखेको छ त्यसमा पनि। त्यो पैसा सबै अब बाहिर जान्छ, यहाँ सिक्किममा बस्दैन। त्यस कारणले गर्दाखेरि अनलाइन गेम खेल्छ, अनलाइन गेममा पैसा भक्कु लगाउँछ अलिअलि नोकरी गर्ने। अनि यहाँ छोटो मोटो सरदारहरूले हो, सरदारहरू सबै त्यो गेममा हो, क्यासिनोमा जान्छ, गेममै पैसा सक्छ, गाउँमा पैसा छैन। त्यही कारणले गर्दाखेरि अब आजको दिनमा सबै मान्छेले होइन रहेछ भनेर अहिले मान्छेहरूले अब क्रिप्टो करेन्सीमा पैसा हाल्दैछ। जियोले पनि सोच्यो अब थर्ड वेभ भन्छ अहिले, हामी जुन चाहिँ अहिले हामी सेकेन्ड वेभमा छौँ, थर्ड वेभ भन्छ। यो थर्ड वेभ बाउजरले चाहिँ गर्नु समय गरेको छ संसारलाई। त्यही थर्ड वेभ बाउजरले गर्दाखेरि आज जियो कोइन्सलाई पनि कर लागेको छ, जियोले कोइन्स निकाल्नुको लागि। त्यही कारणले गर्दाखेरि यही कोइन्स चाहिँ जियोले समयमा इन्डियाको कोइन्स बनाउने चान्सेस छ। अनि तपाईँले अफलाइनमा जानुभयो भने तपाईँले अब पेट्रोल डिजेल केहरू अब तपाईँले गर्नु सक्छ। त्यहाँदेखि अनलाइनबाट गर्नुभयो भने तपाईँले प्लेन टिकट काट्नु सक्नुहुन्छ, तपाईँले त्यहाँदेखि अनलाइन सामानहरू मगाउनु सक्नुहुन्छ, रिचार्ज